आजको रेसिपी के हो अरे भाइ? चिकन ग्रेभी भिडियो बनाउँछु भन्दा पनि ठक्कसँगले बिर्सिहाल्यौँ। यो चाहिँ पालक हो। पालक चिकनको आज कम्बिनेसन कस्तो बनाउँछ हो हैन? आज चाहिँ पेनमा बना फर्स्ट टाइम पेनमा बनाएको एक्सपिरियन्स। होटल स्टाइल यसरी फर्काउँदैन नि, त्यसरी फर्काउनु। तेल उफ्रेर मुखमा बस्छ नि त। के देखाउनु? ए अच्छा, यो त बिर्सिरहेको रहेछ। यो चाहिँ हामीहरूको अब स्पेसल दुईजनाको भिपी मिटिङ छ त। भिपी मिटिङको लागि यो हो। भिपी मिटिङको बादमा अनि बाद के यो चाहिँ तिम्रो र मेरो भिपी मिटिङको बादमा हुन्छ। जिरा हालेर यो चाहिँ के हो मसला? यो त चाहिँ हाल्ने यो गरम मसला स्टिकर पनि लगाएको रहेछ। यो चाहिँ कश्मीरी लाल मिर्च कलरको लागि। यो चाहिँ नमक। नमक चाहिँ स्वाद अनुसार, प्रोफेसनल ब्लगरको जस्तो, फुड ब्लगरको जस्तो भन्नु। अब यो ब्राउनिस हुन्जेलसम्म पकाउनु पर्छ ठक्कसँगले। अब मासु हाल्ने बेला भयो। कति मासु छ यसमा टोटल? 1.5 केजी मासु छ। पालक चाहिँ कतिखेर हाल्छौ? अब यो टोटल पाकिसक्नको लागि कति टाइम लाग्छ त? आधा घन्टा लाग्छ, 30 मिनट लाग्छ पाकिसक्नको लागि। ठक्कसँगले पालकसँग लास्टमा प्लेटमा हालेर सर्भ गर्दाखेरि मजा देखिन्छ होइन? खाए पछाडि पनि त्यस्तो लाग्छ लाग्दैन त्यो त विचार गर्नुपर्छ। अच्छा, एक्चुअली रायोको सागसँग चाहिँ राम्रो हुन्छ होला मासु होइन? तर आज चाहिँ फर्स्ट टाइम एक्सपिरियन्स गरेर पालकको सागसँग। छोपिदिएको छ, एकछिन पाक्छ। पाके पछाडि अनि त्यसको कलर चाहिँ निस्केर आउँछ। ठिकै, आरामसे बिस्तारै बिस्तारै बनाउनु पर्छ। के हाल्नु हो? अच्छा, यो चिकन अलरेडी पाकिसक्यो। मेरो त बोली पनि लाटिन थाल्यो, अलरेडी हुन थाल्यो त, बोली पनि लाटिन थाल्यो। अच्छा, अब पालक चाहिँ भने अब अझै 10 मिनट पकाए पछाडि फेरि हाल्ने। ठिकै छ, ठिकै छ। एउटा भिन्डै एउटा मजा, एउटा खुसबु आउँदैछ होइन? त हाम्रो भिपी मिटिङ पनि सुरु गरौँ पक्कासँगले। त अब बारी भयो पालक हाल्ने बेला होइन? धोएर राखेको पालक ठक्कसँगले यसरी भाँचेर गोटा गोटै हाल्दा के हुन्छ? हो त, गोटा गोटै हालिदियो ल। ए सबै हाल, सबै चाहिन्छ कि ठक्क छ। ए यति नै त छ, भाँचेर हाल्दा त्यो गलेर यति भइहाल्छ। त लास्टमा यसको टेस्ट चाहिँ कस्तो हुन्छ होला, म एक्साइटेड छु पुरा टेस्ट लिनको लागि होइन? यो रको भने हालिदिउँ न, पैसा परेको छ होइन? पैसा परेको छ किन फ्याँक्नु होइन? 20 रुपियाँ मुठी परेको छ। बेङ्गलोर जस्तो जग्गामा अब किनेर खानु भनेको त महँगै हो होइन? 12,000 सेलेरीमा यस्तो खानु परेको छ। ठिक ठक्कसँगले अब भयो। चलो अब धनियाँ सनियाँ पुदिना छ, के हाल्नु हो? ठक्कसँगले धनियाँ पुदिना होइन? अब ठक्कसँगले यहाँ खाने हो। त धनियाँ हाल्ने बेला भयो, ठक्कसँगले धनियाँ हालेर अझै रस चाहिँ कम गर्नुपर्छ होला। यहाँ फाइनली पालकसँगको चिकन पाकेर रेडी भएर चाहिँ यहाँ थालमा हेर्न सक्नुहुन्छ कस्तो मजा छ। ठिक छ, गरम गरम
अब एउटा हामी एउटा मासुको पिस ट्राई गरौँ ठिक छ बहुतै गरम छ मलाई चाहिँ मासु भन्दा पनि स्पेसली यो पालकको पिस चाहिँ होइन मजा एकदम A1 साँच्चै भन्नु कसम मजा बहुत टेस्टी मैले सायद भिडियोमा भन्दै भिडियो राम्रो बनाउनको लागि त्यस्तो भन्छ भन्दै होला तर त्यस्तो होइन रियली बहुत टेस्टी भाइले बहुत टेस्टी मासु बनाए गरम छ मजा